तपाईँले कस्तो खालको मन्दन प्रयोग गर्नुभएको छ? कहिले सोच्नु भएको छ? म डाक्टर राजकुमार पन्त आज म हजुरलाई मन्दनको पछाडिको भागमा हेरेर कुन चाहिँ मन्दन राम्रो, कुन चाहिँ मन्दन नराम्रो त्यसको बारेमा बताउने छु। सुरुमा तपाईँले मन्दनको पछाडिको भागमा एउटा स्क्वायर बक्स हुन्छ। बक्समा तपाईँले त्यो हरियो रङको कलर देख्नु भएको छ नि, त्यसको मतलब तपाईँको पुरै चाहिँ नेचुरल इन्ग्रिडियन्ट मिलाएर मन्दन बनाएको भन्ने चलन हुन्छ। दोस्रोमा कुरा रह्यो तपाईँको अब निलो पछाडिको स्क्वायर बक्समा निलो कलर छ भने त्यो निलो कलरको मतलब हुन्छ पुरै नेचुरल प्लस मेडिसिन मिलाएर मन्दन बनाएको भन्ने हुन्छ। तेस्रोमा कुरा रह्यो तपाईँको मन्दनको पछाडिको स्क्वायर बक्समा चाहिँ रातो कलर छ। रातो कलरको मतलब तपाईँको इन्ग्रिडियन्टमा चाहिँ पुरै ऊ पनि छ, नेचुरल इन्ग्रिडियन्ट पनि छ प्लस त्यसमा चाहिँ केमिकल मिसाएको छ भनिन्छ। र चौथो अन्तिम तपाईँको मन्दनको पछाडिको कलरमा स्क्वायर बक्समा चाहिँ तपाईँको कालो कलर छ भने त्यसको मतलब हुन्छ तपाईँको पुराको पुरा मन्दन चाहिँ केमिकल मिसाएर बनाएको हुन्छ। तर तपाईँले यो सोचिरहनु यो गलत सोच्नु भएको छ। यो चाहिँ तपाईँको डेन्टल मिथ मात्र हो। किनभने यसमा कुनै पनि साइन्टिफिक ट्रुथ छैन। यसको मतलब तपाईँको स्क्वायर बक्स किन राखेको त भन्नुहुन्छ नि, स्क्वायर बक्स चाहिँ कम्पनीले चाहिँ तपाईँको मन्दन प्याकेजिङ गर्ने सिस्टममा तपाईँलाई प्याकेजिङ गर्न सजिलो होस् भनेर, कट गर्न सजिलो भनेर राखेको हुन्छ। त्यसलाई चाहिँ सिर्फ एउटा आई मार्क अथवा रजिस्ट्रेसन मार्क त भन्छ। यो अरू कुनै पनि तपाईँको इन्ग्रिडियन्ट नेचुरल केमिकल भन्ने तथ्य छैन। यसो सोच्नु यो तपाईँ गलत सोच्नु भएको छ। धन्यवाद।